नमस्कार। प्र्याक्टिकल एजुकेसन अन्तर्गत आज म तपाईहरुलाई हाउस वायरिङ सम्बन्धी घरमा कसरी स्विच टु वे स्विच कसरी जोडेको हुन्छ भन्ने कुरा देखाउन गइरहेको छु। यसमा तपाईको हाम्रो यो एलबी मोडर्न इलेक्ट्रोनिक्स पुतली सडकमा पढाइ भइरहेको छ। यसमा पहिला एउटा ब्लक डायग्राम बनाउँदै छु म। ब्लक डायग्राम पछि वायरिङ डायग्राम हुन्छ अनि वायरिङ डायग्राम पछि बल्ल हामीले काम गर्नुपर्ने हुन्छ। वायरिङ डायग्राममा ठ्याक्कै तपाईको कतिवटा स्विच कतिवटा बत्तीलाई कतिवटा स्विचले बाल्ने भन्ने सिस्टम देखाएको हुन्छ। यसमा दुईटा बत्तीलाई दुईटा स्विचले बाल्नुपर्ने हुन्छ। दुईटा बत्ती छ, L1 L2 लाइटको सिम्बल हो। यो एउटा गोलो बनाएर क्रस गर्यो भने लाइटको सिम्बल हुन्छ। यसलाई L1 L2 भनिएको छ। त्यस्तै स्विचलाई S1 S2 ले जनाइएको छ। S1 दुईटा S1 म बनाउँछु। जस्तै तपाईको घरमा एउटा भर्याङमा तल बत्ती बाल्नु पर्यो र भर्याङमा माथि गएर बत्ती निभाउनु पर्यो भनेपछि तल बत्ती बाल्ने माथि गएर निभाउने, अर्थात् माथि बाल्ने तल निभाउने, माथिबाट निभाउने तल आएर बाल्ने, जे गर्दाखेरि पनि त्यो दुईटा स्विचमा चाहिँ कनेक्सन कसरी गरेको हुन्छ भन्ने विषयलाई आज म राम्रोसँग देखाउन गइरहेको छु। पहिला अब यहाँ S1 दुईटा छ, S1 S2 दुईटाले क्लियर रूपमा L1 भन्ने जुन ल्याम्प छ S1 ले बाल्छ। फेरि माथि S1 ले एउटा तल छ एउटा माथि छ। तपाईको L1 इक्वल टु S1 L2 इक्वल टु S2 तपाईले क्लियर बुझ्नु भएन भने फेरि म अर्को भिडियो बनाउने कोसिस गर्नेछु। यसमा अब तपाईको L1 अब जुन यो ब्लक डायग्राम भन्छ, ब्लक डायग्राम इन्जिनियरिङ ड्रइङ हो। इन्जिनियरहरूले यसरी ड्रइङ दियो भने अर्थात् सिटिभिटीमा पनि क्वेसनको रूपमा ब्लक डायग्राम आउँछ। माथि मैले जुन बनाएँ यो ब्लक डायग्राम भन्छ। अब यसलाई वायरिङ डायग्राम बनाउनु पर्ने हुन्छ। वायरिङ डायग्राम चाहिँ ठ्याक्कै टेक्निसियनले हेर्दाखेरि फिल्डमा हेर्दाखेरि कसरी काम गर्ने भन्ने कुरो देखाउन सकिन्छ हैन। यसमा चाहिँ अर्थिङ छ छैन हैन, यसको न्युट्रलको कसरी चाहिँ नै पोइन्टहरु जान्छ, तारहरु न्युट्रललाई कसरी देखाउने, यो टेस्ट गरेर चाहिँ न्युट्रल देखाएको हो। माथि ब्लक डायग्राममा यस्तो हुँदैन। दुईटा चाहिँ नै ल्याम्प भयो, दुईटा ल्याम्पलाई मैले देखाएँ। अब यो चाहिँ नै टेस्ट गरेको भनेको बल्ब हो। अब यो दुईटा बल्बलाई चारवटा स्विचले अन अफ गर्ने देखाइएको छ। यो मेन लाइनको चाहिँ नै मेन लाइन चाहिँ सिधै हिँड्छ। मेन लाइन स्विचमा दिएको छ। हेर्नुहोस् है, यहाँ मैले चाहिँ नि S1 स्विच चाहिँ माथि L1 लाई अब S1 स्विच बनाउँदैछु। अब अर्को S1 अर्को पनि हुन्छ, दुईटा स्विच हुन्छ। अर्को S2 बनाउँदैछु। अब त्यसलाई मेन लाइन दिनु पर्यो। यो तपाईको अर्थिङ दिने एउटा पोइन्ट, अर्को मेन लाइन अब मैले S2 स्विचमा लगेर दिन्छु, त्यहाँ कमन गरिदिन्छु हैन। अब त्यही कमनबाट चाहिँ यता पनि हैन S1 मा पनि आउँछ। यो तपाईको तार जोगाउने तरिका पनि हो। सिटिभिटीमा सोध्ने क्वेशन पनि लेभल 2 को लागि सोध्ने क्वेशन पनि ठ्याक्कै यही हुन्छ। लेभल 1 को लागि यो किसिमको क्वेशन अलिकति आउँदैन भने लेभल 2 को लागि आउने क्वेशन तपाईले यो वायरिङ डायग्राम बनाउनु भयो र भित्तामा सर मेजरमेन्ट अनुसार काम गर्न सक्नुभयो भने तपाई सिटिभिटीमा लेभल 2 अर्थात् सबवर्सियर लेभल 100% पास हुनुभयो भन्ने बुझे हुन्छ। अलिकति भाइभा क्वेशन हुन्छ, तपाईको के कुराहरु भाइभामा आउँछ त्यो कुराहरु गर्न सक्नुहुनेछ। त्यसैले अब यहाँ अर्को पनि स्विच छ, S1 S2 नै हो। यसलाई पनि यो L2 लाई अलिकति पर लगेर बालिएको छ। जस्तै अब छतमा होला, कतै होला। यो भयो भने तपाईको डायग्राम यति डायग्राम बुझ्नु भने लगभग इलेक्ट्रिसियन को लागि तपाईको
जुन हुनुपर्ने गुण छ त्यो बुझ्नुभयो भने जाने हुन्छ। यसपछि तपाईँले अब अलिकति यो वायरिङ डायग्राम सकाएपछि अब तपाईँलाई म प्र्याक्टिकल्ली रूपमै देखाउने छु। यतिसम्म जान्नुभयो भने लगभग सिटिभिटीको धेरैवटा क्वेसनहरू समावेश गर्न सकिनेछ। यसलाई मैले अब यो अलरेडी जोडेर राखेको छु। यसमा मेन लाइन मैले उसबाटै दिएको छु, यहाँबाटै। तपाईँको स्विच अन अफ गर्दाखेरि ठ्याक्कै बल्ने निम्ने हुन्छ। यसमा हाम्रो स्टुडेन्टहरूले गरेको प्रोजेक्टको एउटा तार त्यहाँ गडबड छ कि म हेर्दैछु, त्यसलाई सच्याउने कोसिस गर्दैछु। डायग्राम तपाईँको ल L1 L2 यसरी एउटा अन गर्दा एउटा अफ, एउटा अन एउटा अफ, दुईटा स्विच छ, एउटा अन एउटा अफ। एउटाले अन गर्यो, अर्कोले अफ गर्यो, फेरि त्यसलाई पनि ठ्याक्क अन र अफ हुन्छ। यहाँ अलिकति गडबड छ, फेरि म हेर्छु होला कहाँनिर मिस्टेक छ। फल प्यानिङ हाम्रो विद्यार्थीहरूले गर्नुभएको प्रोजेक्ट हो। यहाँ अलिकति कनेक्सन लुज छ, त्यसलाई म टाइट गर्छु। ल अन अफ, यसरी अन अफ हुन्छ। यो गरेर देखाउनु भयो भने सिटिभिटीमा लेभल 1 त तपाईँ सिधै पास हुनुहुन्छ। लेभल 2 को पनि यही नै हो क्वेसन हैन। तपाईँको यो लेभल 2 मा चाहिँ एउटा बेल स्विच पनि राखेको हुन्छ। बेल स्विच वा मोटर राख्नुपर्ने हुन्छ र ट्युबलाइट पनि राख्नुपर्ने हुन्छ। मेरो युट्युब च्यानल हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यस्तै अरू भिडियो हेर्न चाहनुहुन्छ होला भने कमेन्ट गर्नुहोला। हस् त, नमस्ते।